वज्राचार्यजी मार्फत उहाँको दाजुलाई 10,000 सहयोग गर्छु। 1 2 3 4 5 6 7 8 9 10 उहाँ मार्फत गणेश वज्राचार्यजी मार्फत उहाँको दाजुलाई 10,000 सहयोग गर्छु। 1 2 3 4 5 6 7 8 9 10 यो मद्दत उहाँको दाजुको निम्ति उहाँ मार्फत गर्दैछु। पुण्य दाइलाई चाहिँ धेरै धेरै धन्यवाद छ। गणेश वज्राचार्यजीको दाजु कुमार वज्राचार्य पाटन हस्पिटलमा उहाँ भर्ना हुनुभएको छ र उहाँको दाजुको अवस्था एकदम क्रिटिकल देखियो र उहाँसँग मैले अलि अगाडि नै कमिटमेन्ट गरेका थिएँ सहयोग गर्छु भनेर। यो बिचमा पत्थरी गएँ, त्यहाँ 55,000 जति सहयोग गरेँ मैले। हजुर नमस्कार, धन्यवाद। म पुण्य गौतम, अभिवादन। राजनीति भनेको कुनै बिजनेस छैन, व्यक्तिगत स्वार्थ र लाभको लागि गरिने नित्य कर्म होइन, कर्मकाण्ड होइन। राजनीति भनेको क्रान्ति हो, परिवर्तन हो, देश र जनताको मुहार फेर्न निस्वार्थ ढङ्गले गरिने सेवा हो। राजनीतिमा मेवाको आश हुँदैन। राजनीति भनेको देश र जनताको मुहार फेर्ने महाअभियान हो। राज्य कस्तो व्यक्तिले चलाउनु पर्छ? त्यस्तै व्यक्ति जो निस्वार्थ छ, जो इमानदार छ, जो श्रमजीवी छ, जस्तो कि अहिले समकालीन देखिएका युवा नेताहरूमा हर्क साम्पाङज्यू स्थापित नेताहरूमध्ये मैले भन्नै पर्छ हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीज्यू। कवि लामिछानेजीमा पनि एउटा इमेज छ। पालन शाहजीको नाम छुट्यो, घोर अन्याय भयो। उहाँ जस्तो पनि किताब आदुको छडी घुम्यो पिसी सरकारको जस्तो। तपाईको यो लिग अनलाइन टेलिभिजनलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु र यो लिगे दौडमा यतिखेर म तपाईसँगै म्याराथन दौडिरहेको छु। नेपाली क्रिकेट टिमको तर्फबाट एक हिसाबले क्रिकेट जगतको बेताज बादशाह, शहनशाह मानिएका, वान मैन आर्मी मानिएका सन्दीप लामिछाने भनिन्छ। व्यक्तिगत रूपमा उनको टक्कर र दाजुमा अझसम्म कुनै क्रिकेटर नेपालमा आएन। त्यस्तो लेजेन्डरी असाधारण मोदीले समेत आफ्नो भाषणमा नेपाल के एक क्रिकेटर सन्दीप लामिछाने ने तहलका मचाकर रख दिया है भनेर मुक्त कण्ठले तारिफ गरेको सन्दीप लामिछाने आज एउटा अदालती केस भोग्न अभिशप्त छन्। यो संयुक्त गठबन्धन किन आवश्यक पर्यो? वामपन्थीहरूले केन्द्रमा किन 2 तिहाईको लक्ष्य राख्नु पर्यो? र हामी देश र जनताको मुक्तिको निम्ति राष्ट्रियता, जनतन्त्र, जनजीविकाका सवालमा कसरी दरो खरो एउटा शक्तिशाल जस्तो वज्रठिङ्गा जस्तो ढल्ने ढङ्गा जस्तो होइन साथीहरू, पहाड जस्तो किन उभिरहनु परेको छ भन्ने कुरा म यहाँलाई केवल 10 मिनटभित्र निवेदन गर्न चाहन्छु। अनि मलाई यहाँ आइरहँदा एउटा निजी अनुभूतिले मेरो हृदय स्पर्श गर्यो। मैले यही सार्वजनिक माविमा शिक्षा हासिल गरेको हुँ। मेरो साथी, स्कुल जीवनको साथी जो नेकपा एमालेमा आबद्ध हुनुहुँदो रहेछ, मैले सोचिरहेको थिएँ कहाँ हुनु होला अहिले सुशील थापाजी।